हामी सबैजनालाई मेरो छोत्रा भ्लगमा स्वागत छ। आज हामीलाई मनदेखि भाइ घरमा त सबले काम छ भनेर चिन्ता मलाई यहाँ भ्लगको सुरुवात गर्दा गर्दै धन्नै यहाँ बर्बादै भइसकेको चिले धन्न मेरो बाइक अगाडिको भाइजहरू निकाल्दैन। हामी चाहिँ मैदान लागिसकेका छौँ। मैदानमा अब प्याराग्लाइडिङ गर्ने ठाउँ स्याङ्जाको पर्यटक स्थलमा लागिसकेका छौँ। ल हेर्नुहोस् यो हो हाम्रो प्यारो स्याङ्जा जङ्गल अति उत्कृष्ट यो अब हामी चाहिँ अहिले यो वालिङबाट भित्र के भन्छन् यसलाई के अरे नाम के अरे मैदान के तेरो घरलाई वालिङ दौवाबाट चाहिँ लागिसकेका छौँ होइन। सबैजना राम्रोसँग बनिराख्नु होला। अहिले चाहिँ हामी स्ट्रिटमै छौँ गाइज। ल हेर्नुहोस् ल यो अनि त यस्तो डाँडा सब डाँडा ओहो यो ल हेर्नुहोस् त यस्तो भ्यू त अनि कहाँ देख्न पाइन्छ तिराउँथे अनि ल यो चाहिँ उता अगाडि देखेको चाहिँ वालिङ बोयर गाडी होइन। बच्चा बाटोमा छोडिदिएको के ल्यायो धन्न उडेको अहिले बाइक हान्छ भन्ने बाइक गाडीहरू त देख्थ्यो गाडी त हानिदिन्थ्यो कस्तो बाइकहरू। ए बाटो त यस्तै छ फेरि नेपालको बाटो पर्यटकीय स्थल जाने बाटो हेर्नुहोस् त यो भएन। अहिलेको सरकारलाई पिटेर मात्र भएन यही बाटोमा ल्याएर 2-4 दिन लतार्दै ती नेताहरूलाई त यहाँ गोरु लतार्दा जस्तै लतार्न पर्ने हो। यो बाटो कहिले पर्यटकीय स्थल जाने बाटो यो हो। यस्तो हुन्छ यस्तो बाटो यहाँ पर्यटक स्थल जाने ठाउँ अरे यो। टुरिस्टहरू आएर दिस इज नेपाल डट्टी बाटो डट्टी रोड भन्यो भने के गर्ने? हाम्रो इज्जत जान्छ नि इज्जत हाम्रो नेपालको इज्जत जान्छ। यस्तो हिमाल डाँडा यस्तो डाँडा हेर्नु त यस्तो राम्रो डाँडा छ यस्तो कबाडी बाटो होइन। यस्ता राम्रो मान्छेहरूलाई यहाँ धुलोले कस्तो भेट भन्दाखेरि ढिलो छ तर यहाँ बसी घर आएर बाहिर ननिस्किए यो बाटोले फोहोर बनाउँछ मेरो हाल्दैनस् हालिदिनु बाटो त ल हेर्नुहोस् ल अब मोबाइल फेरि छोटो मोबाइल छ क्वालिटी राम्रो छैन होला होइन। अब यसो म्यानेज गर्नु होला यसो हेर्न मन लाग्यो। कति पाइन्छ ल यहाँ अब तराईतिर बस्ने मान्छेले चिन्नुहुन्न होला यसलाई चाहिँ कटुस भन्छ। यहाँभित्र एउटा फल हुन्छ होइन यहाँभित्र चाहिँ एउटा फल हुन्छ त्यो फललाई ट्याप्प टिपेर छ्याप्प खाने हो होइन।
कटुस भन्ने हो, यसलाई चाहिँ कटुस भन्छ है। यो चाहिँ 1 वर्ष फुल्छ अर्को वर्ष फल्छ भनेर पनि यो धेरै उसहरूमा पनि आइसकेको हुन्छ, वक्तित्व कलाहरूमा यसलाई कटुस भन्छन्। यो 1 वर्ष फुल्छ अर्को वर्ष फल्छ। यो अन्त तरै के अरे पाहाडमा बस्ने मान्छे ओहो यहाँ त दामी आँखा त हो एकछिन बस्छ यतिकै यता हेर त यता हेर्न त ओए ल ल लभली आयो यार लभली आयो मेरो त कति लाउँदैन फोटो त हेरौँ न पहिला फोटो हामी चाहिँ चढ्दैछौँ है। यहाँबाट त खासै राम्रो भ्यू नदेखिरहेको छ होइन। यो अब यहाँ त अफरोड छ, अब यस्तै छ कसलाई के भन्नु होइन। म त फर्स्ट टाइमै हो। लाग्दैन उडेर यस्तो मैदान चाहिँ कसरी रमाइन्छ नि, ठ्याक्क मैदानदेखि पारि हाम्रो गाउँ पर्छ त खिलिङ देउराली वडा नम्बर 7 हाम्रो गाउँ पर्छ पारिपट्टि। अनि चाहिँ पहिला चाहिँ के हुन्थ्यो भने अहिले हाम्रो गाउँ जङ्गल भइसक्यो। पहिला चाहिँ के हुन्थ्यो भने हाम्रो गाउँदेखि उडेर मैदानमा प्यारासुटहरू र हाम्रो मैदानबाट उडेर चाहिँ हाम्रो गाउँमा जान्थ्यो टुरिस्टहरू उडेर के। अनि चाहिँ हाम्रो घर चाहिँ ट्याक्कै बाटोमा पर्थ्यो। अनि टुरिस्टहरू चाहिँ उस गर्ने के भन्छन् अरे हाम्रो घरमा अब टुरिस्ट चाहिँ हाम्रो घर टुरिस्ट के अरे पर्यटकहरू के पर्यटकहरू चाहिँ हाम्रो घर पानी खान आउने उनीहरू इङ्ग्लिस बोल्ने मलाई चाहिँ बहुत डर आउने इङ्ग्लिस नआउने होइन साथमा अहिले आई क्यान स्पिक इङ्ग्लिस इङ्ग्लिस खर्रै ब्याचलर हो है कोनिचिवा माता सीता सीतामा सीता बाटो यस्तै छ होइन। अहिले इङ्ग्लिस मात्र 6वटा ल्याङ्ग्वेज बोल्नु कडा सानोतिनो टुरिस्ट आइदै हो तर बाटो हेर्दा त मलाई त पारा तपाईँ आयो हो बाटो त यस्तो बाटो हुन्छ मलाई पनि पर्यटन मन्त्री मैले पुग्दिनँ यो बाटो पुग गरिदिनु भनेर भन्दिनँ यस्तो भन्नु त्यो पाएँ फेरि घरहरू पुग्यो भने त्यहाँ पल पऱ्यो थियो पहिला टायर पल पऱ्यो अहिले मान्छे पल पऱ्यो तर यहाँ चाहिँ दामी रहेछ पहिले सुरु बाटो छ कि अहिले त बुझिँदैन अति उत्कृष्ट छ। अगाडि सुन्तला पाकिसकेको रहेछ होइन, देखानै पाइएन सुन्तला पाकेर लछप्पै भइसकेछन्। सुन्तलाहरू सबै पाकेर लछप्पै गाउँ म बिहानै जान्छु तर फेरि कति आउजाउ गराउने हो नि एकैचोटि गयो त भइहाल्यो नि। बिहानै 6 बजी जान पर्दा भोलि मधेसतिर ल सुन्तला स्याङ्जा भनेको सुन्तलाको खाने हो यहाँ देख्नु होला नि सुन्तला यस्तो माथि यस्तो सुन्तला जानु यता नि सुन्तला छ सुन्तलै सुन्तला छ। अब हामी जाने चाहिँ उतिराली हाततिर कता पाहाड खाने लब्ली देखेको छ पाहाड त लब्ली है लब्ली छैन कोही चिसो रहेछ यसले मलाई कपडा नलागिराखेको छ भन हो फर्किँदाखेरि चिसो हुन्छ क्या अहिले फर्किँदा ढुक्क हो यो मधेसले मलाई तँलाई चिसो भएर फरक पर्ने कि मलाई चिसो हुन भएन त यहाँ म भोलि घर पनि जान्छु घर पनि यस्तो खालको चिसो त पर्नै हुन्छ गाह्रो यो शरीर त भगवान्ले नि शरीर चुप गर्ने बेलामा काम नलाउने अभागी कामै नलाउने शरीर दिए पनि मलाई त अलि यस्तो हप्ता कट्टा होइन यस्तो भाग्यमा सिडी लिएर आएको ठिकै छैन के कसो भगवान्ले चाहिँ बुद्धि बाँड्ने बेलामा राम्रो शरीर बाँड्ने बेलामा राम्रो अनुहार बाँड्ने बेलामा त्यसपछि सिडी लेखेको बेलामा चाहिँ म सुत्न गएको थिएँ भन्छन् के अरे त्यस्तो हामी केटी राम्रो शरीर दिने बेलामा राम्रो रूप दिने बेलामा धम्केको दिने बेला हामी केटीको लाइनमा थियौँ अब त केटीको लाइनमा केटी चाहियो हामी धम्केको लाइनमा चित्तो पनि न त के इच्छा होइन नि त न त रूप छ न त रङ्ग छ न रूप छ न रङ छ न ढङ्ग छ होइन यस्तै छ दैले फेरि यस्तो एउटा त कसैको छैन है सक्दैन नि फेरि भन्छ के अरे हर दैले यस्तै हो यहाँ एउटा स्कुल रहेछ है
हिमालदेखि लाग्यो माथि माथि आएको हिमालदेखि हटाएर हिमाल एउटा उस किन्ने भनेको गोप्रो महँगो नपर्दो रहेछ गोप्रोलाई 180 केमा 180 उस खिच्ने लाग्दा 5,000 6,000 चाहिन्छ भन्यो ट्याप्प निहोङ इत्ते सोरे खाएर ब्लग सित्ते गर्ने हो उहाँको चाहिँ अनि आइफोन किन्थे आइफोन किनेर स्यामसङ अल्ट्रा एउटा 2-4 महिना पछि अनि निहोङमा अनि स्यामसङको ट्याप्प सबै ब्लग गराउँदै हामी त साह्रै भयो है ठिकमा छ निहोङ इत्ते टाइम हुन्छ राति फर्किने बेलामा जाने बेलामा या कहिले यस्तो चिउमा घुम्ने बेलामा चाहिँ कहिले गर्नुपर्छ के भन्छ किन बाटो यता माथि हिमाल देखिएर होइन माथिको हिमाल सही देखिन्छ है माछा पुछ्रे र अन्नपूर्ण हो कि कुन अन्नपूर्ण त होइन अन्नपूर्ण त उता माछा पुछ्रे देखिन्छ माछा पुछ्रे देखिन्छ र पनि माछा पुछ्रे देखिन्छ कि देखेँ कि मैले देखिसकेँ माछा पुछ्रे माथि अब त पुग्ने टाइम लाग्छ कि अब माथि टुप्पामै पुग्ने होइन लगभग हाम्रो फिल्मको बराबर छ फिल्मको यसको हाइट बराबर छ र एकदम हाइटमा हो कि फिल्मको त्यस्तो पर्दैन स्पिड जान किनभने अहिले उता पुग्यो भने बाइकले बढी प्रेसर पर्छ कि स्पिड गयो है यो बाटो हामी चाहिँ ल हेर्नुहोस् त मोबाइलमा चाहिँ अब त्यति राम्रो देखिन्छ कबाडी मोबाइल हो अब त्यति राम्रो देखिन्छ तर आँखाले चाहिँ मस्त भइरहेको आँखा यस्तो मान्छेले आँखाले के सेक्छन् थाहा भएन मैले चाहिँ हरियाली सेक्छु आँखाले यस्तो हरियाली यस्तो दामी देखिन्छन् यो अरे हिँड्न त अनि सेक्दा पोखरा आइन्छ बेस्ट के जसले चाहिँ भने अफ रोडिङबाट राइडरहरू आउनु छ भने त यो राइडरहरू आउनु छ भने राइडर बाटो यस्तो दामी छ नि राइडरहरूको लागि अब अफ रोडिङ गर्न मान्छेहरू छ नि तर फेरि बाटो राम्रो भनेको नि बाटो खत्तमै छ हामी धेरै माथि आइसक्यो लगभग आधी आइसक्यो हामी झन् माथि गयो झन् दामी चाहिँ पाहाडको खोजहरू दामी देख्न राखेको यस्तो लम्बी देखिन्छ नि देखिन्छ स्याङ्जाका यहाँ वारिङका डाँडो पर्वत बनाएको छ पर्वत पनि देखिन्छ होइन एउटा के हो कहिले टुरिस्टहरू त उठ्दैन नि त यार उड्न त उठ्छन् आज आहान किने माथि देखिएन के अरे माथि उनी माथि झर्ने हो नि यसो प्याराग्लाइडिङ पनि उनी त हाम्रो गाउँबाट हो कि हाम्रो गाउँ ठन्डाराम भइसक्यो अब त्यस्तै हो कि गाउँहरू विकास नभएपछि मन्दिर कस्तो दामी कोटामा जानुपर्छ लग्ने खालको यहाँ चाहिँ अघि बाटो उता चाहिँ ढलाइ गरेर रहेछ होइन लग्ने के छ यहाँबाट यस्तै छ माथि गएर हो कि हिमालयन त ओहो यहाँ पुरै देखिन्छ ल यहाँ अब मोबाइल त त्यस्तो दामी क्याप्चर भएन होइन तर यहाँ पुरै यो डाँडा पुरै यो त्यस्तो त हुँदो रहेछ ल जस्तो क्यामेरा भए पनि आँखाले जस्तो देख्यो जस्तो क्यामेरा भने आँखाले जस्तो देख्यो मोबाइलले त्यस्तो क्याप्चर गर्न सक्यो कस्तो लभली देखियो नि माछा पुछ्रे होइन सगरमाथा पनि देखिँदो रहेछ यार किन होइन सगरमाथा उसबाट के भन्छ अरे यो उसको साइडबाट सगरमाथा चाहिँ होइन गफालेको माछा पुछ्रे माछा पुछ्रे माछा पुछ्रे गफाएर कस्तो पुग्छ दिएको यो माछा पुछ्रे भयो उता अन्नपूर्ण हो यो फेरि कुन फेरि हो एउटा माछा पुछ्रे थाहा माछा पुछ्रे थाहा माछाको पुच्छल जस्तो देखिन्छ अन्नपूर्ण थाहा हाम्रो गाउँतिर देखिन्छ घरतिर देखिन्छ उता बुटोलतिर र कार्तिक छ भन्ने लोकेसन थाहा माछा पुछ्रे हाम्रो पाहाडदेखि गाउँतिर देखिन्छ थाहा अरू थाहा छैन हो हिमालको नाम बेला बस्छु त हिमालको नाम थाहा होइन बेजोड हो यार तर जान्न पर्ने कुरो हो हाम्रो त होइन यो हाम्रो गल्ती हो है त्यस्तो लभली देखियो नि यहाँ माथिहरू त लभली देखिन्छ होला है हेर्नु यस्तो दामी ओहो लभली है यो हो नि यार सक्दा भनेको
स्याङ्जाबाट यस्तो देखिन्छ भनेपछि सोध्नु पोखरा नगएको मान्छेले पोखरालाई कस्तो देखिन्छ दामी देखिन्छ त्यसैले एकछिन मैदान भुल्न नभुल्नु होला फेरि प्रमोसन इन मैदान हो क्या तलको त ओहो यही बाटो हो यही पानी बग्दै 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 हिमालदेखि बग्दै आएको यो ठ्याक्कै यो बिचमा देख्छ नि यो बिचबाट बग्दै 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 आएको खोला हो यो पहिला पहिला यही खोलाको आधारमा बाटो बनाउँथ्यो अरे बाबु हिमालबाट बग्दै आएको पनि होइन हिमालबाटै आएको यो त्यो के अरे आधी खोला कहाँबाट बग्दै आएको र आधी खोला हिमालदेखि बग्दै आएको नि कहाँदेखि आएको त्यसले झन् माथि आयो झन् दामी देखिँदैछ यो मान्छेलाई काली गण्डकी र आधी खोला कहाँ बगेर आएको यो आधी खोला बस्ने मान्छेले आधी खोला कहाँ बगेर आयो भन्ने त आएन वैज्ञानिक चाहिँदैन नि त यो हिमाल देख्दैछ हिमालले मलाई गरायो यस्तो भ्यू सेत तर अहिले बादल लाग्यो कि तर अस्ति त यस्तो दामी थियो बस पोखरा जाने त्यो ब्रिटिसहरू बसेको ठाउँमा क्या ठ्याक्कै त्यो होस्टेलमा बसेको फिल्डहरू होइन होस्टेलबाट क्या दामी देखिने कि ठ्याक्क बाहिरबाट यस्तो राम्रो भ्यू दामी हो अब त्यहाँ माथि मैदान हो यही माथि कहाँ मैदान अझै माथि त्यसपछि प्याराग्लाइडिङ गरेर चाहिँ देखाउनुपर्छ माथि गएर म अब हिमालको भ्यू देखाएर मान्छेहरू धेरै हातमा भिड लाग्यो होला देखाउने प्रयत्न गर्छु एउटा गरौसुर पनि होइन उमा एउटा ठ्याक्क पहाड गरौसुर पहाडको बिचमा स्याङ्जा जिल्ला अब हिमाल हेर्नु म पहाड हेर्नुहोस् कति घरहरू बनेका छन् घरहरू तर कस्तो दामी मजा लागेर त्यो घर आनन्द होला होइन घरहरू हल्ला छ त्यो रात छैन आनन्द बाख्रा पालेका छन् गाउँको ताजा खाना खान्छन् बाँस काटेर यहाँ बस्ने ठाउँहरू बनाउँदैछन् नगरपालिका यता चाहिँ यो गल्याङ वालिङहरू यो ठाउँ पऱ्यो होइन गल्याङ वालिङहरू यो ठाउँ पऱ्यो त्यही छ देखाउँदैछु झन् माथि आएको झन् नजिक देखिन्छ हिमाल त ओहो ढाकी माछा पुछेको त फुल्लिकै ढाकिसकेछन् कि तर यो बिचको चाहिँ यस्तो राम्रो देखियो नि यो बाटो कहाँ जाने हो बाटो दिस इज द लोकल बाटो यहाँ तर राम्रो रहेछ कि बाँसेको बिचमा कस्तो राम्रो आयो यार होइन मन्दिर हो यहाँ माथि अब लगभग आइसक्यो होइन यही हो ए ल आइएछ ल फाइनली वेलकम टु सोरेक मैदान यो चाहिँ मन्दिर भयो जय राजेन्द्र भवानी दुर्गा मन्दिर महापुर स्याङ्जा अरे सोरेक मैदान ओ प्यारासुट उहाँ देख्नुभयो होला ए जम प्याराग्लाइडिङ है त्यहाँ प्याराग्लाइडिङ कस्तो देखाउनै पाएन हो त्यो देखिन्छ ऊ त्यहाँ प्याराग्लाइडिङ है प्याराग्लाइडिङ हान्दै हुनुहुन्छ अहिले माथि गएर अझै हेर्नुपर्छ प्याराग्लाइडिङ गर्नु लभली ल हेर्नुहोस् प्याराग्लाइडिङ मार प्याराग्लाइडिङ चाहिँ लभली प्याराग्लाइडिङ हान्दै हुनुहुन्छ अहिले अझै धेरै देख्न पाइन्छ अहिले यो सिजन प्याराग्लाइडिङ हान्ने सिजन यही माथिबाट हो है जस्तो इन्तजारका समय खतम हुआ यहाँबाट हानेको चाहिँ तलतिर झर्छ होइन सोरेक मैदान यो सोरेक मैदान हो उता प्याराग्लाइडिङ हान्न रेडी छन् है मान्छे यहीँ जाने उता जहाँ क्या नि हो है जाने हो यहाँ फोटोसोटो सोरेक मैदान यहाँ त्यहाँ प्याराग्लाइडिङ हान्ने छन् उताबाट प्याराग्लाइडिङ उता माथि देख्न उता माथि प्याराग्लाइडिङ हान्ने छन् होइन सोरेक मैदान बाइक लिएर झर्ने मान्छे म ल हालिदिन्छु नि हो र दिन्छन् फेरि यहाँ प्याराग्लाइडिङ हान्दैछन् है
ठ्याक्क हो त्यहाँ माथिबाट प्याराग्लाइडिङहरू ऊ त्यहाँ माथिबाट देखिन्न होला तर खासै होइन ऊ त्यहाँ हो त्यहाँ थिमबाट हान्दैछन् कि त्यसबाट हान्दैछन् त्यहाँ हामी हिँड्दैछौँ प्याराग्लाइडिङ हिमालको भ्यू यस्तै लभली देखियो सोरेक मैदानबाट हिमालको भ्यू अमृतजी अगाडि अगाडि जाँदै हुनुहुन्छ हिँड सो हिमाल दामी म त हिमाल दामी दामी लाग्यो क्या यहाँबाट दामी हिमाल दामी आमा जाँदै होइन त्यहाँ प्याराग्लाइडिङ गर्ने ठाउँ जस्तो हिमाल लभली देखेको छ यो मलाई नटाएन यहाँदेखि सुरु हो हिमाल यहाँबाट यस्तै गरेर यहाँसम्म खाँदैन हिमाल यार लभली देखियो हिमाल कति लामो देखिएको कि हिमालको यहाँ प्याराग्लाइडिङ हान्दैछ नि यहाँ प्याराग्लाइडिङ यार घाँस अड्किरहेछ त्यहाँ प्याराग्लाइडिङ यहाँ ट्रेनिङ चलिरहेको रहेछ यहाँ यसको टाउकोदेखि सुरु छ यहाँबाट यस्तरी यत्रो लामो छ यार ओहो लभली यो पाहाड भयो नि पाहाडको दृश्य भयो वहाँ प्याराग्लाइडिङ जाऊँ न त एकछिन यहाँ बसौँ गरौँ जाने प्लान हुनुभयो गरौँ लाग्नुपर्छ मान्छे चाहिँ माथि सुरु भएर हिमाल यो पुरा यहाँसम्म छ यार ट्रेन पनि सिक्न जान्छस् प्याराग्लाइडिङ जानु त गराउँछु जाने यहाँ गराउँछु जाने भन्दाखेरि अमृत डनले होइन यो सारी अस्ति सर्भिसिङ किन गरेको जस्तो ए मासला त्यहाँ 20 किलोमिटर होला गराउँछु यहाँबाट गराउँछु जाने कुरा भइरहेको छ अमृत डनको अन्त अमृत डन खै कुन स्कुल ल्याएछ 2-3 गाडी छ अब ठ्याक्कै हामी यहाँबाट गराउँछु जाने प्लान भइरहेको छ गराउँछु पुग्ने यहाँबाट होइन किन के सपनामा ए उस हान्ने तर लभली हिमालहरू लभली देख्ने भयो यहाँबाट होइन लभली रमाइलो भयो लभली भ्यू भयो यस्तो दामी भ्यू देखेछ नि